यो केही वर्ष अघि हामी पानीको समस्या विरोधमा थियो। त्यो बेला विभिन्न खानेपानी संस्थाहरूमा हामीले गुहार लाउँथे, तपाईहरू अलिक छिटो गरिदिनुस्, पाइपलाइन छिटो जडान गरिदिनुस्। उहाँहरूले वास्ता गर्नुहुन्थेन। 2 हप्ता 3 हप्ता भइसक्यो तपाईँ पत्र दिएको, तपाईँ जडानै गर्न यति समय लाग्छ। तैले भन्नुहुन्छ पाइपलाइन छ, त फ्युचर प्लानिङ छैन उहाँहरूसँग। र यसमाको खानेपानी मन्त्री जो हुनुहुन्थ्यो, खानेपानी मन्त्री त आफ्नो पार्टी व्यक्तिगत बोरिङ दिने कसलाई आफ्नो व्यक्तिको ठाउँमा, त्यसमा पनि भ्रष्टाचार भएको छ, अति नै भ्रष्टाचार भएको छ। 2 लाखको बोरिङ 7 लाखको बिल बनिएको छ, 6 लाखको बिल बनिएको छ। त्यो कसरी बनेको हो त्यसको जवाब दिनु पर्यो नि। जनताले सोधेपछि तिमीले के थाहा छ बर्ता बोल्छ भनेर यस्तो यस्तो बोल्ने गरेका छन् प्रतिनिधिहरूले। तर म त्यो प्रतिनिधिहरूलाई पनि भन्न चाहन्छु कि तपाईहरूले गलत गर्नु भएको छ र आउने अब समय जनताको हो, युवाको हो। तपाईहरूमाथि अब कारबाही हुन्छ, त्यसको छानबिन पनि हुनुपर्छ। र म बालेन्द्र सरकार म यहीँबाट उहाँहरूलाई जानकारी गराउन चाहन्छु कि तपाईहरू कृपया यस्तो यस्तो युथहरूको टिम बनाइदिनुहोस् कि जहाँबाट उनले यी विकृतिहरू गर्ने, भ्रष्टाचारहरू गर्ने बुझ्नु पर्यो, कारबाही गर्नु पर्यो। यहाँ त युवाहरूलाई यिनीहरूले नेताहरूले के जनाएका थिए भने यिनीहरू जडिया हुन्, यिनीहरू अहिलेको युवाहरू फाल्तु छन् भनेर बिना कामको काम गर्छन्। त्यो काम कसले गरायो? यी नेताहरूले युवाहरूलाई रोजगार नदिने, शिक्षामा पनि त्यस्तो हेर्नुस्, क्याम्पसहरूमा राजनीतिक क्याम्पस थियो, कसले बनाए? यी नेताहरूले बनाए। किन बनाए? आफ्नो स्वार्थका निम्ति। मलाई केही भयो भने ल युवाहरूले ओह्रालेर पैसा खुवाएर रक्सी खुवाएर हल्ला बवाल गराउने र आफ्नो सत्ता फेरि बचाउने, यो षड्यन्त्रको नीतिमा थियो। धेरै राजनेता नीतिकारहरू यो कुरा मैले भनेको बुझ्न सक्नुहुन्छ उहाँहरूले। तर त्यही पार्टीका झोलेर केही व्यक्तिहरू जति भने पनि बुझ्दैनन्। र म सरकारलाई यहीँबाट अभियान गर्छु कि तपाईहरू कृपया यहाँहरूको जरा उखाल्ने काम गर्नुहोस्। हरेक जनता साथ छ, हरेक युवा साथ छ। साथ त्यही छैन जो दलले बनेका छ, जो आफ्नो गोजी भर्नका स्वार्थका निम्ति पछि घुम्ने गर्दछन्। कमाउने बाटो छैन। तपाईको देशको जनताको अनि बजेट चाहिँ खाएर अनि धनी बन्ने मेहनत गर्नुहोस्, आफूमाथि विश्वास राख्नुहोस्, आफ्नो ज्ञानमाथि विश्वास राख्नुहोस्, आफ्नो कर्ममाथि विश्वास राख्नु। म यो काम गरेर त्यसैबाट कमाउने हो।